नमस्ते एभ्रिवान सम्पूर्णलाई लेट्स फाइन्ड अनि मम्मा छोरी पापा आज हामी घुम्न जाँदैछौँ आउटल्यान्ड हामीसँग रहनु होला। हामी चाहिँ अब गाडी पर्खिरहेको छौँ यहाँ किनजना छौँ हामी चाहिँ सपिङ गर्न गएको अब हाम्रो बेबी स्प्रेन्जा चाहिँ फेरि जहाँ गए पनि खेल्न स्टार्ट गरिहाल्छ। हामी अहिले एडिडासको सुज स्टोरमा छौँ। छोरी यहाँ चाहिँ पाउँदो रहेछ। तिमी कहाँ आयो? आउटलेट हो? छोरी चढ्यो ल ल छोरी मन परेन लुगा हो? केटीको चाहियो अरे आउँछ न अझ भेट लिन पायो। भित्र त्यो माथि चढ्ने ठाउँ चढ्ने हो क्या केटाकेटी खेल्ने त्यो चिप्लिने जाऊ त यहाँ छ जाऊ चिप्ली खेल जाऊ चिप्ली खेल्छ अरे जाऊ त्यो जाऊ चिप्ली खेल्ने हो त्यहाँबाट जाऊ उताबाट चिप्लेर आऊ ल गयो भित्र गयो बिचरा देखेको खिच्दिन पाउनु तर बिचरा मेरो बेबी जहिले त खेल्छ खोइ 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 हामी चाहिँ यहाँ लोटे आउटलेटको पार्कमा घुमिरहेछौँ। एकदमै चिसो हावा एकदमै मनोरम दृश्य कस्तो राम्रो एरिया रहेछ। यहाँ हामीले थुप्रै टिकटक भिडियोहरू पनि बनायौँ रमाइलो भयो। यहाँ पर चाहिँ यहाँ वाटर पार्क एकदमै राम्रो ठाउँ रहेछ। यो चाहिँ मलाई मन पर्यो यहाँनिर। पछि खेल्न आउँछ ल मेरो हस्बेन्ड चाहिँ यता हुनुहुन्छ। हेलो हेलो के छ त नि खबर? पगलापुरले कस्तो खिचेको थियो मेरो जस्तो भए त्यस्तै खिचिदिनु पर्छ अलिक राम्रो खिच्न आउँदैन तिमीलाई राम्रो खिचिदेऊ ल मेरो साँच्ची भनेको नि साँच्ची खिचिदेऊ ल राम्रो साँच्चै भनेको है। अब कस्तो खिच्छ अरे मेरो राम्रो ल अघिको जस्तै भ्याकुरा जस्तो होइन फेरि कस्तो अरे अघि खिचेको के खिचेको त्यस्तो ल दामी खिच ल मेरो खोइ के रहेछ